ए लटरम्मेश्वर मन्दिरमा जान लाग्यो हामी। यस्तो उकालो छ नि साथीहरू, ठाडै बाटो। लट्ठी टेकेर हेर्नु त, लट्ठी टेकेर हिँड्दैछ हामी। 5 मिनट हिँड्दा त यस्तो भइसक्यो। अब के हुने हो हेर्नु त, कुनै हो हामी। हामी चाहिँ फाइनली लटरम्मे महादेवश्वर मन्दिरमा पुग्न लागेको छ। उता देख्नु भएर देख्दैछ है मन्दिर हामीले। यहाँ माथि यति टाढा 3-4 घन्टा हिँडेर आइपुग्यो हामी बल्ल तल मन्दिर देख्ने ठाउँमा। यहाँबाट चाहिँ कति मिनट लाग्दो रहेछ हेरौँ। ल साथीहरू, जङ्गलको बाटो उकालो उकालो निधार छुने के अरे उसमा हिँडेर आएर अहिले चाहिँ अलिक सम्म रहेछ। यहाँ निधार ठोक्ने तर उकालो उकालो चढेर आएको। अहिले चाहिँ अलिक सम्म बाटो रहेछ, अलिक सजिलो हुँदैछ। मन्दिरको लागि सामान किनेर लिएर जान साथीहरू। यति टाढा भर्खर देखेँ है, 3 घन्टापछि देख्यो लटरम्मेश्वर मन्दिर। मन्दिरमा यहाँनिर लाग्दैन दिदी, यहाँ अलि दायाँबाट चाहिँ लाग्छ, लाग्दैन। यहाँनिर नेटवर्क राम्रो टिप्दैन। हर हर महादेव। अब धेरै टाढो छैन, नजिकै आइपुगेपछि। यस्तो बाटो चाहिँ यस्तो छ। यहाँ चाहिँ अलिक सजिलो छ। लट्ठी चाहिँ टेकेर आएको थियो साथीहरू। यसो अगाडि जाऊँ न है। हस् हुन्छ। अब धेरै टाढा छैन, आइपुग्नु लाग्यो। आइपुग्यो है हामी। कहाँ भनिन्छ लाई? अब नजिकै आइपुगिसक्यो हेरे साथीहरू। कस्तो दामी रहेछ ठाउँ हेर्नु त। यहीँको त भाइरल छ। बल्ल तल के पिने? 3 बल थियो नि त बेला। गणेश भगवानलाई पूजा गरेर अब महादेवलाई पूजा गरेर जाने। अब माथि हामी चाहिँ गाह्रो छ 4 घन्टा बाटो। मेरा साथ जाला ठीक
होइन त्यो जुन भने राख्न उहिले मान्छे लटी त यो पाउनु त ए हजुर भिडियो दर्शन गरेर आइयो अब यो फर्किँदैछु उकालो छ त ल हर हर महादेव भगवान्ले चाहिँ साथ दिनुभएको छ फाइनल हामी पुगेर पनि आइपुग्यो साथीहरू पुगेर पनि आइपुग्यो पुगेर पनि फर्क्यौँ पुगेर पनि फर्किसक्यो चाहिँ यस्तो छ रमाइलो छ साथीहरू धेरैजना आउनु भनेको रमाइलो छ चाहिँ फर्किँदैछु बाटोमा चाहिँ हामी चाहिँ अघि चाहिँ पुरै उज्यालो पुरै हुस्स लागेछ साथीहरू हेर्नु त पुरै हुस्स लागेछ हेर्नु पुरै हुस्स लाग्यो हुरुरु हुरुरु पुरै हुस्स लाग्यो सिक्की मीठी तो बोली त मीठो खहरे हो कि झरना देखेर